जब भेट हुँदा उसले सम्पूर्ण कुरा सुनाउँदै भन्यो, मैले राजकुमारीलाई तिमीले देखाएको चतुराईका सबै कुरा बताइसके, त्यसैले उसले यो भोजन बनाएर पठाएकी छिन्। दिवानको छोराले सोचमा पर्यो र भन्यो, तिमीले यो राम्रो गर्यो हैन। राजकुमारी बुझिसकेकी छिन् कि जबसम्म म छु उसले तिमीलाई आफ्नो बसमा राख्न सक्दिन, त्यसैले उसले यस खानामा विष मिसाएर पठाएकी छिन्। यो भनी दिवानको छोराले थालीबाट एक लड्डु उठाएर कुकुरको अगाडि हाल्यो। खान जस्तै कुकुर मरे। राजकुमारको क्रोधको सीमा नबाकी उनले भनिन्, यस्तो महिलाबाट भगवानले बचाओस्, म अब उसको नजिक जाने छैन। दिवानको छोरा भन्यो, होइन, अब यस्तो उपाय गर्नुपर्छ जसबाट हामी उनलाई घर लगेर लैजान सकौँ। आज रात तिमी त्यहाँ जा, जब राजकुमारी सुत्छिन् तब उनको बायाँ जाँघमा त्रिशूलको निशान बनाएर उनका गहना लिएर आऊ। राजकुमारले उस्तै गरे। उनको आउने बित्तिकै दिवानको छोरा उनलाई साथ लिएर योगीको वेश धारण गरी मरघटमा जान बस्यो र राजकुमारलाई भन्यो, तिमी ती गहना लिएर बजारमा बेच आऊ। यदि कसैले समाते भने भन्देऊ कि मेरो गुरुको नजिक जाऊ र उसलाई यहाँ ल्याऊ। राजकुमार गहना लिएर सहर गयो र महलको छेउमा रहेको एक सुनारलाई देखायो। गहना देखेर सुनारले तिनीहरूलाई तुरुन्तै चिनियो र कोतवालको समक्ष लगे। कोतवालले सोधे, यी गहना कहाँबाट आए? उसले भन्यो, यी मेरा गुरुले मलाई दिएका हुन्। गुरुलाई पनि समातेर ल्यायो र सबैलाई राजा अघि पेश गरियो। राजाले सोधे, योगी महाराज, यी गहना तिमीलाई कहाँबाट प्राप्त भए? योगी बने दिवानको छोरा भन्यो, म श्मशानमा काली चौदसलाई डाकिनी मन्त्र सिद्ध गर्दै थिएँ कि डाकिनी आइन्। मैले उनका गहना उतारेँ र उनको बायाँ जाँघमा त्रिशूलको निशान बनाएँ। सुनकै राजा दौडेर महलमा पुगेर रानीलाई भने, पद्मावतीको बायाँ जाँघमा हेर्नु, त्रिशूलको निशान त छैन नि। रानीले हेरी पाए कि साँच्चीकै निशान थियो। राजा निकै दुखी भए। बाहिर गएर योगीलाई एकातिर लिएर भनिन्, महाराज, धर्मशास्त्र अनुसार खोटी स्त्रीहरूका लागि के दण्ड हुने गर्दछ? यो सुनिएपछि राजाले पद्मावतीलाई डोलीमा बिठाएर जङ्गलमा छोडिदिए। त्यतिखेर राजकुमार र दिवानको छोरा टाकमा बसेका थिए। उनीहरूले राजकुमारीलाई एक्लै पाएर साथ लिएर आफ्नो नगर फर्किए र आनन्दपूर्वक बस्न थाले। त्यति कुरा सुनाएर बेतालले भन्यो, राजन, बताऊ त पाप कसमा लागेको छ? राजाले भने, पाप त राजा नैमा लागेको छ। दिवानको छोरा आफ्नो स्वामीको काम गरे। कोतवालले राजाको कुरा मान्यो र राजकुमारले आफ्नो मनोरथ सिद्ध गरे। राजा नै पाप गरे, जसले बिना विचार तिनलाई देशबाट निकालिदिए। राजाले जङ्गलमा छोडेपछि पद्मावतीले आँसु पुछिन् र आफूलाई सम्हाल्न थालिन्। उनले सोचिन्, मलाई मेरो सम्मान पुनः प्राप्त गर्न जीवनभर सङ्घर्ष गर्न तयार रहनुपर्छ। जङ्गलमा यात्रा गर्दै पद्मावतीले एक सिद्ध योगीको कुटी फेला पारिन्। योगीले उनको कथा सुनेर उनलाई सशक्त बनाउने ज्ञान दिने निर्णय गरे। योगीले पद्मावतीलाई युद्धकला, मन्त्रविद्या र रणनीतिको ज्ञान दिन थाले। केही वर्षमा उनी शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सशक्त भइन्। योगीले पद्मावतीलाई युद्धकला, मन्त्रविद्या र रणनीतिको ज्ञान दिन थाले। केही वर्षमा उनी शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सशक्त भइन्। शिक्षा प्राप्त गरेपछि पद्मावती आफ्नो नगर फर्किन्। उनले सत्य बाहिर ल्याउने योजना बनाइन् र बुद्धिमान विधवा ब्राह्मणको भेषमा दरबार प्रवेश गरिन्। दरबारमा उनले सबैको अगाडि दिवानको छोरो र राजकुमारलाई साँचो स्वीकार्न बाध्य पारिन्। राजा सत्य थाहा पाउँदा स्तब्ध भए। राजाले पद्मावतीसँग माफी मागे र अपराधीहरूलाई कारागारमा हाल्ने आदेश दिए। पद्मावतीले न्याय पुनः स्थापना गरिन्। पद्मावती जङ्गलमा भौतारिँदै एक तपस्वीको कुटीमा पुगिन्। तपस्वीले सोधे, बेटी, तिमी यहाँ के गर्दैछौ? पद्मावतीले आफ्नो जीवनमा घटेको सम्पूर्ण घटनाको वर्णन गरिन्। तपस्वीले सहानुभूति देखाउँदै भने, तिमी अन्यायको शिकार भएकी छौ। तपस्वीले भने, तिमीलाई सम्मान र बदला पाउन शक्तिको आवश्यकता छ। म तिमीलाई शिक्षादान गर्न सक्छु। पद्मावतीले गुरु दीक्षा लिन सहमति जनाइन्। योगीले पद्मावतीलाई तलवार चलाउने, धनुर्विद्या र युद्धको कलामा प्रशिक्षण दिन थाले। पद्मावतीले ध्यान र मन्त्रविद्या पनि सिकिन्। यसले उनलाई मानसिक र आध्यात्मिक रूपमा सशक्त बनायो। केही वर्षमा पद्मावती शारीरिक, मानसिक र आध्यात्मिक रूपमा पूर्ण रूपमा सशक्त बनिन्। अब उनी आफ्नो सम्मान र बदला लिने तयार भइन्। जब समय आयो, पद्मावतीले आफूलाई निर्दोष साबित गर्ने र अपमानको बदला लिने योजना बनाइन्। पद्मावतीले योगीलाई आशीर्वाद लिएर जङ्गल छाडिन् र आफ्नो नगरतर्फ लागिन्। नगर पुग्दा उनले थाहा पाइन् कि राजकुमार र दिवानको छोरो सुखी जीवन बिताइरहेका छन्। अब पद्मावती कमजोर थिएनन्। उनले आफ्नो सम्मान र सत्यको लडाईँ लड्न दृढता देखाइन्। पद्मावतीले एक बुद्धिमान विधवा ब्राह्मण महिलाको वेश धारण गरिन्। पद्मावती दरबारमा पुगेर राजा समक्ष निवेदन गरिन्, म एक तपस्विनी हुँ। मेरो विशेष शक्तिले सत्य बाहिर ल्याउन सक्छ। राजा अझै पद्मावतीको जाँघमा त्रिशूलको निशान र गहना चोरेको घटनाबारे शङ्का गरिरहेका थिए। राजाले भने, यदि तिमी सत्य बाहिर ल्याउन सक्छौ भने म तिमीलाई दरबारको सम्मानित स्थान दिनेछु। पद्मावतीले सबैलाई दरबारमा बोलाइन्। दिवानको छोरा, राजकुमार र कोतवाल सबै उपस्थित भए। पद्मावतीले आफ्नो योग विद्याको प्रयोग गर्दै सबैलाई एक एक गरेर प्रश्न गर्न थालिन्। दिवानको छोराले पहिले झुट बोले।
तर पद्मावतीले मन्त्रको शक्ति प्रयोग गर्दै उनलाई साँचो बोल्न बाध्य पारिन्। दिवानको छोराले सबै कुरा कबुल गरे, कसरी उनले राजकुमारीलाई फसाएका थिए, विष मिसाएको कुरा बनाएका थिए र गहना चोरेका थिए। पद्मावतीले आफ्नो असली रूप देखाउँदै भनिन्, राजन, मैले आफ्नो सम्मान फिर्ता ल्याउन आफ्नै बलमा यो लडाईँ लडे। अब म न्यायको माग गर्दछु। राजाले पद्मावतीसँग माफी माग्दै भने, तिमीले आफ्नो साहस र बुद्धिमत्ताले हामी सबैलाई शिक्षा दिएका छौ। पद्मावतीले भनिन्, अब म यहाँ बस्न चाहन्न। म मेरो आफ्नै जीवन आफ्नै बलमा निर्माण गर्नेछु। पद्मावतीले अर्को राज्यमा आफ्नो साम्राज्य स्थापना गरिन्। त्यो राज्य बुद्धिमत्ता, न्याय र साहसको प्रतीक बन्यो। पद्मावती आफ्ना प्रजाहरूका लागि एक महान नेत्री बनिन्। उनले सबैलाई समान व्यवहार गरिन् र न्यायको पालना गरिन्। बेतालले फेरि भने, राजन, बताऊ त, पद्मावतीले राजा र प्रजाहरूलाई माफ गर्नु उचित थियो कि थिएन? विक्रमादित्य मुस्कुराउँदै भने, पद्मावतीले जसलाई माफ गरिन् त्यो उनको महानता हो। तर जसले अन्याय गर्यो उसलाई दण्ड दिनु न्याय हो। यसरी बेताल फेरि रुखमा गएर लट्कियो। यस्तै भिडियो हेर्नको लागि सानो सन्सर्ट 9 र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।